अब हजुरहरूले पनि घरमा फुर्सदको समयमा यसरी नै एकदमै मिठो र सजिलो तरिकाले चिकन सेकुवा बनाएर खानु होला भनेर यसको रेसिपी भिडियो शेयर गर्दैछु। भिडियो एकदमै मिठो छ, अन्तिमसम्म हेरिदिनु होला। यसको लागि मैले बजारबाट सानो पिसमा काटेको चिकनको मासु ल्याएको छु। यसलाई चाहिँ हामीले सुरुमा म्यारिनेसनको लागि 1 चम्चा अदुवा लसुनको पेस्ट, थोरै बेसारको धुलो, स्वाद अनुसार नुन, 1 चम्चा मिट मसला, 1 चम्चा धुलो खुर्सानी, 1 चम्चा जिराको धुलो, एउटा कागतीलाई पनि स्क्विज गरिदिनु होला। त्यसैगरी तोरीको तेल राखेर मज्जाले मिक्स गरिदिनु होला। यसलाई चाहिँ मसलाहरू मज्जाले मिक्स हुने गरी चलाउनु पर्ने हुन्छ। मज्जाले मिक्स गरिसकेपछि यसलाई हामीले हाफ एन आवर जति रेस्टिङ गर्नुपर्ने हुन्छ। रेस्टिङ गरिसकेपछि यसलाई चाहिँ हामीले झिरमा उन्नु पर्ने हुन्छ। हेर्नुस् त यसरी नै सबैलाई उनिदिनु होला। अब चाहिँ म यसलाई कोइलमा सेक्न जाँदैछु। यसलाई चाहिँ हामीले बेला बेलामा पल्टाउँदै पकाउनु पर्ने हुन्छ। हेर्नुस् त यो कस्तो मज्जाले पाक्दै पनि छ। मलाई त पकाउँदै मुखै रसाइसकेको थियो। बेला बेलामा यसरी मजाले पल्टाइसकेपछि हाम्रो चिकन सेकुवा पनि तयार भयो। यसलाई चाहिँ मैले एउटा प्लेटमा घरको लोकल अचारसँग सर्भ गरेको छु। अनि मैले यसलाई खाइहेरेको यस्तो मिठो र जुसी थियो कि कुरै नगर्नुस्। अब हजुरहरूले पनि घरमा फुर्सदको समयमा यसरी नै एकदमै मिठो चिकन सेकुवा बनाएर एन्जोय गर्नु होला। हजुरहरूलाई कस्तो लाग्यो रेसिपी भिडियो प्लिज कमेन्ट पनि गरिदिनु होला। साथै यो पेजलाई धेरै भन्दा धेरै फलो र शेयर गरी सपोर्ट पनि गरिदिनु होला। Thank you for watching.